म चाहिँ आज पहिरो खोल्न आफू ट्याग लगाएर पसिना अनि मेरो काम चाहिँ यो भिट्टालाई सम्माने हो पाटा बराबर पाटा बनाने कोडालो साब्लो फुर्रा पाडी गाडामा हस्से कप भेनाहरूले चाहिँ माथि खेत लाँदै हुनुहुन्छ यता माथि ओडो ओडो कहाँ पाइन्छ यो है कहाँ पाइन्छ कसो गर्छ यो ल भनौँ मेरो गर्छ भने त भनिचार हाम्रो पाटा पाटा भन्न अब खेत होइन सधैँ त्यही देखान्छु मैले त्यही हो अब यसरी यसरी खन्छु यसरी खन्नु पर्ने हुन्छ मैले चाहिँ यार हो अनि कुरो के त भन्दाखेरिमा यस्तो ढुङ्गा छ यस्तो ढुङ्गा ल म यो प्रिफिलिल सम्मान्छु काम हान्नु पर्यो नि त होइन फेरि काम नहाने माम पनि हुन्न दाम पनि हुन्न फेरि म त गाली पनि पान्छु गाली कति दिनु पाइको पाइ गर्छु मैले अरे यार गाह्रो छ मलाई अबेला पनि आछु चाहिँ ढिला पो छ यस्तो पानी पानी भयो बर्खा लागिसक्यो उताबाट पानी आछ डाम्री बाईबाट अलि फेरि ढोबी हान्छ पानीले फेरि ल यो पानी पुरै सम्म बनाएपछि हेरौँला है यस्तो देख्न सक्नुहुन्छ फिनिस भई होइन 90% काम सक्यो 10% अब चाहिँ माटो फेजार्ने काम भयो बाँकी यस्तो थियो यस्तो भयो पसिना एकछिन रेस्ट गरेर है अब चाहिँ लाग्नुपर्ने हुन्छ घरतिर एकछिनपछि फेरि बेलुका लिएर फेजार्ने हो यसलाई ट्याक्क हाम्रो जेठानले त्यही लाने हुनुहुन्छ खेत जेठु चाहिँ काम फिनिस भयो होइन फेरि गएर आउनु पर्ने हुन्छ सर शर्मा लाग्छ त यार ओ सेट मान्छे हानेर कि उमा गुटुरुला ऐन अनि कुरो के हो भन्दाखेरिमा पानी हाल्न खोजेको पानी बिरो भयो अनि तर कस्तो के जस्तो भयो न यस्तो भयो चप्पलको हालत यस्तो हिलो प्लस चप्पल चिप्लो प्लस ओह्रालो भएपछि टिग्रामा जान्छ र फेरि निकाल्न ढुङ्गा हुन्छ त्यही हो होइन ट्याक्क लगाएर अलि यसो हल्का बेलचा लिन गएर आएर फालिएछ भने हेर्नुपर्छ है ल एकछिनलाई म चाहिँ चप्पल चिप्लेर लास्टै ढोबो अघि यार हाइट टरेका हो बेलचा लिएर आइदियो या बहानाले जुरायो होइन भेनाहरू तल झर्नु रहेछ इन्डिङ पोइन्टमा होइन मैले फिल्म हेर्छु के शर्मा लाग्छ यार
चाहिँ हाम्रो धानको बिउ होइन बोबाल भयो बोबाल अब किन जोड्नु भयो तपाईँले बेला नहुने 3 करोड नेपालीको 6 करोड हात चलाउ एकै साथ भन्छ नि त्यही हो कि हर्कबाद मोटा सब गर्दैन क्या बटा बुढो भइयो हाम्रो भेना मास्टर भेना सालो छोके यार साला छैन अब मात्रै मेरो काम स्टार्ट हुन्छ यार